ल भाइ हामी कहाँ जाँदैछौँ अरे परमप्रभुको भजन गाउँदै हैन हैन भाइ हामी चाहिँ के पावर एनर्जीको लागि दुईटा के अरे स्ट्रिङ एक्सट्रिम ल्याएको अनि गिटार अनि ट्याक्क यात्राहरू डेन्जर छ कहिले नहिँडेको ठाउँ थाहा छैन बाटो फेरि यो त भिडियोमा पनि आयो त स्लिपिङ अरे के हो यस्तो डेन्जर बाटो भाइ एकदम कन्ट्रोल अरे वा डेन्जर छ त यात्राहरू हेलो गाइज डेन्जर छ त्यो यात्राहरू हामी यस्तो जोखिममा तपाईँहरूलाई भिडियो बनाइदिँदैछु यो लाइक सब्सक्राइब चाहिँ गर्नु नबिर्सिनु होला हामीले यस्तो डेन्जर ठाउँमा गएर भिडियो तपाईँहरूको लागि भनेर बनाइराखेको छौँ प्लिज लाइक सब्सक्राइब नबिर्सिनु होला आफ्नो ज्यान जोखिममा हालेर यत्रो काम गर्दैछौँ खुट्टा चाहिँ छिरोस् भाइ मान्छे नछिरोस् यस्तो छ फलाउने वृक्षहरूले रङ्गी छ कताबाट यता घरबाट जान्छ कि त माथिबाट यताबाट ऊ त्यहाँबाट आली सबै प्रेम सेलाएर जाँदा तपाईँको प्रेम रहिरहन्छ सब सुन्दरता बिलाएर उता कुखुरा बाल्ने भएकोतिर होला तपाईँको प्रेम बाटो त यात्रा आयो तर टुङ्गेछ यता अनन्ततिर निहालेर म हेर्दछु नम्रहरूको धन प्रशस्तै त्यहाँ म देख्दछु सब बिस्तारै यताबाट होला भाइ के खोल्छ हो के यता खोल्छ त्यही खोलाको खोल्छ होला फेरि यता खोल्चाको बाटो छैन होला नि त फेरि पानी यता पानी तल झऱ्यो फेरि माथि चढ्ने बाटो होला
माथि चढ्ने बाटो होला यता खोलाको बाटो छ र तल छ बाटो सब सुन्दर प्रभु छन् खतरनाक डेन्जर ठाउँमा हामी हिँड्दैछौँ एकदम शान्त से हामी त छिरेको कता बाटो टुङ्ग्यो छ बाटो बाटो छ छैन अघि उतैबाट आउनुपर्छ क्या हामी त्यही बाटो पुग्यो नि त माथिको अघिको त्यही माथिको बाटो पुग्यो नि धन्यवाद उता टेकन बाटो छ कि छैन टेकन ग्राममै बाँच फाँडिदियो पावर पुग्छै पुग्दैन यता यता माथि चढ त खै आऊ त खुला जान हुन्थ्यो होला कहाँ यहाँको बाटो होइन अलिकति बाटो छैन नि त हो त सकिन्छ होला मेन भर्छ कतामा छ अलिकति गहिरो स्थानहरू छ कि यता छ कि चढ्ने त्यहाँ छ बाटो तर सबै पुरानो भइसक्यो गाइस यस्तो बाटो छ हामी हिँडेको हेलो गाइस कस्तो कस्तो अवस्थामा सामानहरू चाहिँ नछुट्योस् है भाइ तान्नु छ
यही बाटो हो के तिमीले मिस्टेक रङ ल्यायौ नि त अब यसको बाटो त उतै होला उतापट्टि होला बाटो त छ नि बाटो त छ होला अब त आइपुग्यो नि प्रकाश 19 को 3 पत्र उहाँ रगतमा चौबलीको पोसाक पहिरिनु भएको थियो अनि पोसाक चाहिँ मनुष्यको वचन थियो अनि वचन नै परमेश्वर हुनुहुन्थ्यो त्यही होला हामी चाहिँ यो खोलासँग टक्क आउनको लागि लगभग 15-20 मिनट लाग्यो फेरि बाटो भुल्यो छ कि छैन छैन ल गाइज यति त हामीले कठिनाइ गरेको छौँ सब्सक्राइब चाहिँ नबिर्सिनु हेलो गाइज अब हामी मन्जिलमा पुग्न आँटेका छौँ त्यही भएर यो ब्लगलाई यहीँ राख्दछौँ